एकाइ 6 मा बल र चाल फोर्स एन्ड मोसन भन्ने पाठ हामी पढ्दैछौँ। सानो क्लासमा हामीले बल एफओआरसी फोर्सको बारेमा के भनेर पढाएको थियौँ रे? सुन्नुहोस् त, बल भनेको के भनेर पढाएको थियौँ? बल भनेको चाहिँ परका वस्तुको तुलनामा स्थिर अवस्थामा रहेको वस्तुलाई चालमा ल्याउने र चाल अवस्थामा रहेको वस्तुलाई चाल अवस्थामा रहेको वस्तुलाई चाहिँ स्थिर अवस्थामा ल्याउने बाह्य अथवा बाहिरी तत्त्वलाई बल भनिन्छ भनेर हामीले पढेका छौँ। स्थिर अवस्थामा रहेको वस्तुलाई होइन, बसिराखेको स्थान परिवर्तन नगरेको वस्तुलाई चाहिँ चालमा ल्याउने, स्थान परिवर्तन गर्न खोज्ने र चालमा रहेको वस्तु स्थान परिवर्तन गरिरहेको वस्तुलाई स्थिर अवस्थामा ल्याउन खोज्ने बाह्य तत्त्वलाई बल भनिन्छ। बलका प्रकारहरू टाइप्स अफ फोर्स। हामीले सानो क्लासमा दुई किसिमका बलका प्रकार पढेका थियौँ। के हो? तान्ने बल र घर्षणको बल। तान्ने बल र घचट्ने बल। तान्ने बल र घचट्ने बल। तान्ने बललाई के भन्यो इङ्ग्लिसमा? पुलिङ। PULLING पुलिङ फोर्स। घचट्ने बललाई पुसिङ। PUSSING पुसिङ फोर्स। होइन त, कुनै पनि वस्तुलाई आफूतिर तान्ने बल भइगयो। घचट्ने बल भनेको आफूभन्दा विपरीत ठेल्नुलाई धकेल्ने बल भनियो। यसरी पढेका थियौँ। अब यो सँगसँगै रिलेटेड भएका यो चाल र स्थिर भनेको विश्राम, चाल अनि यो स्थिर के हो त, यो कुरो बुझ्न जरुरी छ। हामी यो कक्षा 8 को एकाइ 6 मा बल र चाल भन्ने पाठमा यो चालको बारेमा विस्तृत रूपमा पढ्छौँ। चाल र यसका प्रकारहरू हैन। त्यसपछि अरु के पढ्छौँ? हाम्रो किताबमा के छ? हामी यो कक्षा 8 को एकाइ 6 अन्तर्गत रहेर चाल र विश्राम, वेग, गति, सापेक्षिक गति, औसत गति र प्रवेगका बारेमा अध्ययन गर्नेछौँ। अब अहिले यो कुरा जान्न पर्यो। अब चालका बारेमा जाउँ। अब हामी
चालको बारे चाल इङ्ग्लिसमा यसलाई MOTION मोसन भनिन्छ। मोसन भनेको के हो? वरपरका अरू वस्तुको सापेक्षमा कुनै वस्तुले गर्दछ उक्त वस्तुको समान चाल र असमान चाल गरी चालका दुई प्रकार छन्। चालका उदाहरणहरू चालका के हो त चाल? बुढिरहेको गाडी उडिरहेको हवाई जहाज उडिरहेको हवाई जहाज अरू के छ? गाडी ट्रक जे भन्दा नि भयो हैन। हिँडिरहेको कुकुर बुढिरहेको भकुण्डो चाहिँ चालका उदाहरणहरू। बुझ्नुभयो चालको बारेमा? समान चालको बारेमा बुझ्नुभयो कि नै? कस्तो चाललाई समान चाल भनिन्छ? बराबर समय अन्तरालमा बराबर दूरी पार गर्ने वस्तुको अवस्था समान चाल हो। होइन त? अब असमान चाल भनेको चाहिँ बराबर समय अन्तरालमा बराबर दूरी पार गर्ने कि नगर्ने? अब नगर्ने होइन त? दूरी पार नगर्ने वस्तुको चाललाई असमान चाल भनिन्छ। आज हामीले यो बल र चालको बारेमा थोरै पढ्यौँ। अब यो चाल उत्पन्न हुनको लागि प्रमुख भूमिका भनेको बलको हुन्छ। बलको प्रयोगले मात्रै चाल उत्पन्न हुन्छ। बाहिरी बलको प्रयोग बिना चालमा रहेका वस्तुलाई स्थिर अवस्थामा रहेको वस्तुलाई चालमा ल्याउन सकिँदैन भाइ बहिनीहरू। अनि वस्तु चालमा छ कि विश्राममा छ भनेर थाहा पाउनको लागि चाहिँ
एउटा सन्दर्भ बिन्दु हैन कुनै वरपरको वस्तुको तुलना अथवा एउटा सन्दर्भ सापेक्ष बिन्दुको चाहिँ तुलना गरेर तिनीहरूको स्थान परिवर्तन गर्ने अवस्था र नगर्ने अवस्था बुझ्न सकिन्छ। कुरा बुझ्नुभयो?